हेलो नमस्ते साथीहरू। आज हामी कोरियाको ख्याङ्गिदो यङइनमा रहेको एभरल्यान्ड घुम्न आएका छौँ साथीहरू। यहाँका रमाइला पलहरू चाहिँ हजुरहरूसँग पनि सेयर गर्ने उद्देश्यले यो भिडियो बनाउन गइरहेका छौँ। यहाँहरूलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला साथीहरू। बाँकी हामी भिडियोमा देखाउनेछौँ। अहिले चाहिँ हामी टिकट काट्ने ठाउँको छेउतिर छौँ। हामी टिकट चाहिँ त्यहाँबाट काटिरहेको छ अनि यतातिरको टिकट काउन्टरहरू बन्द रहेछ। यो अगाडिको टिकट काउन्टरहरू हो साथीहरू। हामीलाई चाहिँ टिकट चाहिँ अनलाइनबाटै लगेको थियौँ। अनलाइनबाट चाहिँ टिकट लग्दाखेरि चाहिँ सस्तो पर्छ भनेर हामीले टिकट चाहिँ अनलाइनबाटै लगेर आएको। रातभरि लाएर चाहिँ हामीले त्यहाँनिर टिकट कहाँ सस्तो पाउँछ भनेर खोज्यो अनि अनलाइनबाट चाहिँ अलिक सस्तो पाउँदो रहेछ। त्यो भएर हामीले चाहिँ अनलाइनबाट टिकट लियो होइन खानाको। अनि त्यसपछि कुङमिन उन्याङको हजुरहरूसँग कार्ड छ भने चाहिँ कार्डबाट डिस्काउन्ट पाइन्छ साथीहरू। 에버랜드 멤버십 승사타는 모바일 앱을 통해 이용하실 수 있습니다. 에버랜드 모바일 앱에서 한번을 제시하시면 포인트는 수액 전입과 사용이 가능합니다. 에버랜드 멤버십은 수학하는 주석으로 운영되고 있습니다. र चाहिँ यस्तो बनाएको होला कि यहाँबाट मान्छे खस्यो भने नि उतै खस्छ भनेर आएको होला कि भुइँमा। आज यहाँनिर आउनुको मेन एउटा के अरे उद्देश्य के हो हजुरलाई थाहा छ? के हो? एउटा त अब यो एभरल्यान्ड हेर्ने त भइहाल्यो होइन। अर्को भनेको मैले अब त्यहाँ यस्तो यस्तो पुरै फनाना घुम्नेवाला त्यो भिडियोमा देखिरहेको थिएँ होइन। त्यो स्पिडमा क्या एकदम पछि हामी खेल्छौँ होला त्यो। अनि त्यो खेल्यो भने चाहिँ मलाई चाहिँ नेपाल गएर बन्जी जम्प गर्नलाई आँट आउला भनेर हो कि। मजाले साथ गरेको यार। Where the shadows play, the wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales भित्र सुनिँदैन नि। नसुन्दै बनाएको छ होला कि। लाटेको सेरो 한 번 더 가져올까? 한 번 더. 자, 쭉! 아주 조금. 와, 잘하죠? 잘했습니다. भगवान लागिरहेको छ चार्जर पनि मराएको यो हेरेको फ्यान्टास्टिक फिल भइरहेको 자, 이쪽으로 오세요. 점프! 자, 내려지는 불을 위한 모두 연습을 섭시다. 지난해입니다. 이 바다 파쿠 젤리. 반갑습니다. 자, 우리 여러분들의 양쪽 보시게 되면 우리 로스밸리 잡혀있는 벽화를 볼 수 있죠. 저는 잊혀진 계곡 속으로 탐험을 떠나보도록 하겠습니다. 저희는 총 4가지 지역을 탐험해볼 건데요. 그중에 우리 첫 번째 지역, 뜨거운 사막, 락스파인 지역에 도착을 했습니다.
पहिले चाहिँ हामी रोलर कोस्टर चढ्न जाँदैछौँ साथीहरू। कोही काठले भनेको छ तल संरचनाहरू चाहिँ यस्तो बनेको रहेछ तल छैन तर मेरो डरले मुटु डुक 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 भइरहेछ। डुक 지금 바로 출발합니다. 스타트! 올라갑니다. 그런데 정상 55m. 선장님들 꼭꼭 잡아주세요. 화이팅! 3분. 액션 오케이. एकछिन होस् आदैन कि अहिले मेरो अबबाट म चढेर मेरो घडी कहाँ गयो मेरो मुटुको धड्कन चेक गर्नु कहाँ भुइँमा खसिहाल्यो होला अहिलेसम्म भनेर चेक गर्नु भन्ने जस्तो लाग्ने अनि फेरि चेक गर्ने बेला फेरि तल झारिहाल्छ। साह्रै डर लाग्दो रहेछ। साथी तर मान्छे हटटै भएर मर्छ होला एलिगेन्ट बाहिर होइन जताको त्यही पहिला यस्तो रोमान्टिक बनाएको छ नि त टाइप अफ मान्छेले ओहो यो त स्वर्गै हो कि क्या हो टाइपको फिल गराउने होइन। अनि त्यहाँबाट लिएर यहाँ त्यो भुल्याउँदै 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 पलाट घुमाएर जा भनेर घरबाट म त पठाउनु गाई अब यहाँबाट घर गएपछि तिलक गाडीमै आउन कति घन्टा लाग्ने होला। अब यता यहाँ अगाडितिर हेर्ने भने चाहिँ धेरै कुराहरूले दिमाग शान्त हुन्छ यही रहेछ मेरो बुढा।
अहिले चाहिँ बेलुकीको 7 बज्न लागेको छ साथीहरु। अब चाहिँ हामी निस्किन लागेका छौं। हामी चाहिँ अहिले यहाँ गेटबाट बाहिर निस्किसकेको साथीहरु। एकदमै न्यू एक्सपिरियन्स भयो। कस्तो लाग्यो?